अनि मलाई कमेन्टमा भनिरहेको थिएँ पर्मिट आउन कति टाइम लाग्छ भनेर। अच्छा यस्तो जाम छ नि रेड बोल्दै यहाँनिर त्यहीका भनाघोर जङ्गल छ त यार। त्यहाँ माथिबाट डाइभ हान्थ्यो हामीले। तल हेरौँ न कत्रै गरेर देख्दैन त यहाँ तल कहाँ छ के। डेलिभरीमा चाहिँ प्रायः जस्तो जुनै कम्पनीले पनि यही इलेक्ट्रिक स्कुटर दिने हो। सो हेलो एन्ड नमस्ते एभ्रिवान, फाइन इट्स मी अञ्जन श्रेष्ठ। वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईँहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। अनि आज चाहिँ म माथि यो रेकामा भएको ड्याम साइड छ क्या, त्यही ड्याममा जान लागेको। भोलिबाट नयाँ महिना नयाँ दिन हुन्छ र भोलिबाट चाहिँ म काममा लाग्छु। ठ्याक्कै 2 महिना म सुत्यो। अनि मलाई कमेन्टमा भनिरहेको थिएँ पर्मिट आउन कति टाइम लाग्छ भनेर। मेरो चाहिँ जाजरबाट गरेको ठ्याक्कै 2 महिनामा आयो। 2 महिना चाहिँ मस्तै सुत्यो उता नफर्केर। भोलिबाट ट्याक्क लाएर काममा लागिन्छ। अनि यहाँनिर टमी हो कि के छ त्यहाँनिर थोरै केही किन्छु र अनि त्यसपछि सिधै अन द वे टु उपरवाला ड्याम। त्यो ठाउँ चाहिँ थाहा छैन कहाँनिर हो भने म यो अगाडि स्क्रिनमा राखिदिन्छु यहाँनिर हो भनेर है त। यही हो ठाउँ। अहिले चाहिँ यो 2-3 बजे लगभग खत्रै जाम हुन्छ क्या। अनि अझ 3 र 4 बजे यस्तो जाम हुन्छ वाक्कै बनाउँछ भने जामले यार। अनि यही टमीमा जान्छु म चाहिँ, त्यहाँबाट केही सामान किन्छु र अनि भेटौँला है त गाइस। म चाहिँ अहिले टमीबाट निक्लेको खत्रै जाम छ यार। यस्तो जाम छ नि रेड बोल्दै यहाँनिर तेरिका। अनि अहिले चाहिँ टेम्परेचर हत्तै बढेको छ। फेरि पछाडि स्कुटर ग्याङ रहेछ, फेरि स्कुटर ग्याङ सबजना गयो। म नि गइदिन्छु म्याकुरी यसकी म्याकुरी। यस्तो जेब्रा क्रसिङमा चाहिँ अलिकति ध्यान दिनुपर्छ क्या, उताबाट मान्छे फुत्ता आइदिन्छ अनि तनाव बनाउँछ। के गर्नु त गाइज, नेपाली पारा त देखाउनु पर्यो यिनीहरूले त। ओइ दिदी सुड्डी यति नगरे त जाम पनि छल्न सकिन्न त। अनि सेम ल नेपालकै सिस्टम होइन त नि। अनि बाई गऱ्यो भनेपछि हालिदिने अगाडि। भरको उहाँको एउटै घरको 4वटा 5वटा गाडी हुन्छ। अनि यति सानो रोड छ यार। सिग्नलबाट चाहिँ म चाहिँ यता लाग्नुपर्छ लेफ्ट। यहाँबाट नि लाग्नुपर्ने लेफ्ट हो, तर यसो हेरेर मात्रै जानुपर्छ किनभने मासामाहरू रहेछ भने फेरि तनाव दिन्छ गाइस। त्यही हो, यहाँबाट फुत्त फर्किदियो। 1 राउन्ड घुम्नुपर्छ, पुरै 1 वे पर्छ क्या। अनि पुरै घुम्नुपर्छ क्या, त्यही भएर अलिकति छट्टमिट्ठो। अनि यहाँबाट चाहिँ मासिर अब डाइरेक्ट हो। यो खासै बस्तीको जस्तो हावा नि चलाएको छैन आज चाहिँ। मौसम पनि साफ क्लियर छ। यो बाटो चाहिँ बब्बालै लाग्छ क्या। सानो मलाई चाहिँ यो बाटो मुगलिन पोखरा थियो नि त बाटो, त्यो बाटो अहिले चाहिँ ठुलो पाऱ्यो। त्यतिखेर जस्तै भाइर आउँछ क्या, किनकि यो धादिङ जाने बाटो जस्तै टाइपको लाग्छ क्या मलाई चाहिँ नेपालको। अनि कता चाहिँ ठ्याक्कै आइपुग्नै लाग्यो त्यो ठाउँ। अनि एउटा पुल छ, यो पुलबाट चाहिँ हामी उता नगइकन यता राइट लाग्नुपर्छ। अनि यहाँनिर के भनेछ बोटमा देख्न सक्नुहुन्छ, फोहोर गर्न पाउँदैन होला सायद, गाडी धुन पाउँदैन, अनि स्याम्पूको युज गर्नु पाउँदैन र माछा मार्नु पाउँदैन यहाँ, त्यति भनेर त्यो बोर्डमा पहिल्यै वार्निङ दिएको छ। लास्ट भने यही घर हो, त्यसपछि उतातिर केही पनि फेला पार्दैन। अनि त्यहाँनिर एउटा ब्यारिकेड चाहिँ गाडी जानु मिल्दैन। हाम्रो हिँडेर जाने हो, गाडी लिनेहरूले यहीँ राख्छ, पार्किङ गर्छ र अनि यहाँबाट जान्छ क्यारे। अब मेरो त स्कुटर हो नि त, छिर्छ नि त। दामी छ क्या, खतरा लाग्छ मलाई यो बाटो। भनाघोर जङ्गल छ त यार। अस्ति नैको सिजनमा आएदेखि अहिले यो फर्स्ट टाइम हो म यहाँ आएको। के हो पानी त छैन कि हो यार, सुक्यो कि के हो। पुरै अलिअलि अफरोड हान्न पर्छ। छ यार मान्छे त ऊ टिभी लिएर आएर चाहिँ माथि। मैले त्यो म्यापमा देखाएको सुइमिङ स्पोट चाहिँ यही हो र टिभी ल्याएर चिलमा बसिरहेछ। यही हो, खत्रै गइरहेछ क्या। मास्ति पनि जाने बाटो छ क्या। निलो छ क्या, यतिखेर हो क्या आउने भनेको। ब्यारिकेड लगाइदिएको रहेछ स्टप रे उता जान नमिल्ने गरेर, तर मेरो स्कुटर हो नि।
यतातिर चाहिँ डट बाइकहरू हुँदैन त्यो टटर स्कुटर अनि डट बाइकहरू यस्तो उडै लिएर हिँड्थ्यो क्या त्यही भएर सायद यसरी ब्यारिकेड लगाइदियो होला अनि अघि देखिसकिहाल्यो तपाईँले एटिभी यिनीहरू लिएर आउँथ्यो क्या त्यसै कारणले पनि होला यसरी लगाइदिएको जस्तो लाग्छ मलाई चाहिँ आमा कति गयो यार निलो देखेको त पाइन त डर लाग्दो छ त जङ्गल त अनि यहाँ माथि गएपछि चाहिँ बाटो टुङ्गिन्छ पुरै त्यसपछि चाहिँ हिँडेर गयो भने त्यो ड्याममा ठ्याक्कै पुगिन्छ क्या त्यो ड्यामको मुनि म त्यहाँसम्म त जान्न किनभने अब त्यो धेरै माथि छ म यहीँ तलसम्म आयो अनि यहाँ माथि गएपछि बाटो टुङ्गिन्छ थोरै यहाँनिर पिच भेट्छ र टुङ्गिन्छ माथि गएपछि बाटो लास्टै त्यही हुन्छ अनि म फेरि फर्किन्छु र अघि टिभी भएको थियो नि त्यहीँनिर गएर बस्छु वहीँसम्म गएर चाहिँ बाटो टुङ्गिन्छ क्या यहाँबाट उता छैन बाटो म चाहिँ अहिले त्यही पहिलाकै ठाउँमा आइसकेँ म अब यतै बस्छु जान्न कतै नि त्यहाँनिर एउटा खैरी बसिरहेको रहेछ 2-4 घन्टा बसेर अनि फेरि म घर फर्किन्छु यहाँनिर चाहिँ पुरै सर्पहरू यस्तो गज्याङ थियो क्या अस्ति नै आउँदाखेरि हेर न यही हो क्या म्यापमा देखाएको पाइन त खत्रै चिसो होला यार त्यहाँ माथिबाट डाइ फान्थ्यो हामीले शीतल छ यहाँ चाहिँ उता चाहिँ घाम छ क्या टलापु घाम लाग्यो क्या पानी यस्तो चिसो छ नि मुनितिर माछा हेर न गज्याङ छ क्या अनि यहाँनिर चाहिँ यति धेरै सर्पहरू थियो क्या अस्ति नै बस्छ होइन टाउको निकालेर बस्थ्यो यहाँबाट अहिले चाहिँ मैले देखिनँ सो गाइज अहिले चाहिँ लगभग कति बजे भन्दाखेरि 4:24 गयो अनि घाम चाहिँ लगभग आधी यता मात्रै छ उतातिर गइसक्यो त्यहाँ बसेको थिएँ म चाहिँ अनि सबजना गइसक्यो अहिले कोही पनि छैन अनि निलो छ पानी चाहिँ समुद्रको पानी चाहिँ नुनिलो हुने होइन त्यो नेचुरल वाटर के आएको हुन्छ नि त्यस्तोमा नुहाएको फिल आउँछ क्या अनि त्यही भएर आएको यस्तो चिसो छ पानी चाहिँ अब आएपछि हम फाल्दिउँ खत्रै चिसो छ यार पानी बब्बाले चिसो छ खतरा अब चाहिँ म यो ट्राई गर्छु सो गाइज अनि अहिले चाहिँ म अब घर फर्किन लागेको किनभने अब ठ्याक्कै कति बजे भन्दा अहिले चाहिँ 6:30 हुन लाग्यो घाम पनि गइसक्यो चिसो हुन थाल्यो अनि मेरो स्कुटर चाहिँ त्यहाँनिर राखेको छ ल त अब बिहाइन्ड द क्यामेरा भेटौँला त्यही गाइज अब चाहिँ म यहाँ निस्किएको मैले एउटा कुरा भन्नु बिर्सेँ देखेको डाँडा छ नि यो ठ्याक्कै यही औँला देखा डाँडाको त्यहाँनिर एउटा बङ्करहरू चर्च बङ्कर अनि अर्को थुप्रै ठाउँ छ त्यहाँबाट खत्रै भ्यू देखेछ यता पारी अनि यता रेगाको अनि अब म चाहिँ अहिले आएको बाटो जान्न त्योभन्दा यता यसकै त्यही पाहाडको मुनि यो देखेछ नि यो सानो खम्बा त्यही मुनि जान्छु र ड्रेनबाट निस्किँदै घर जान्छु अनि यहाँ तालचाला छ कि जान पाउँदैन रहेछ अघि एटिभी हानेर खोस्रिँदै गएको रहेछ भित्रबाट छिराएर गाडीहरू चाहिँ छिर्नलाई अलाउ छैन क्या यिनीहरूले यही भएर नै त्यहाँ माथि अघि देखाएको थियो नि त्यो ब्यारिकेड ला खासमा त अघि चाहिँ म यो बाटो आएको थियो अब चाहिँ म यो बाटो जान्छु यो पुलको बाटो यहाँ माथि घुम्दै यो नि हाइटीमै छ यार पुल खत्रै हाइटीमा छ नि यहाँ त तल हेरौँ न खत्रै गरेर देख्दैन त यहाँ तल कहाँ छ कि त्यही हो अनि अहिलेको बाटो चाहिँ अलिक सर्टकट त त्यही बाटो पर्छ तर पनि म त्यो बाटो जान्न यही बाटो जान्छु रमाइलो छ यो बाटो नेपालको बाटोमा हाँके जस्तै मजा आउँछ क्या
क्या मजा लाग्छ यो बाटो चलाउन स्कुटर। अझ बाइक भइदियो त छुट्टै कुरा आउँदै के गर्नु। ड्याम छ नि, त्यो ड्याम जाने बाटो अलिकति माथिबाट राइट लाग्नुपर्छ। यहीँबाट तलतिर गएपछि चाहिँ अनि ड्याम जान्छ। म देखाइदिन्छु नि त। यही हो, यो चाहिँ ड्याम हो कि। ठ्याक्क लाएर यहाँ ड्याम छ, यहाँ तलबाट पानी छोड्छ। पुरै पानी थुनेर राखेको छ अहिले चाहिँ। म अघि नुहाएको यहीँभन्दा मुनि हो क्या। जाडो महिनामा चाहिँ पुरै हिउँ पर्छ क्या, सेतै देख्छ क्या यतातिर। ओहो घाम टल्केको आँखैमा स्किम आँखी। अनि यो ठाउँ चाहिँ ड्रेनोभा भन्छ यसलाई। डेलिभरीमा चाहिँ प्रायः जस्तो जुनै कम्पनीले पनि यही इलेक्ट्रिक स्कुटर दिने हो। 67-68 यसको टप स्पिड हो। यो स्कुटर हाइवे लिएर जान पाइँदैन, मामाद्वारा टिका लाएर चिट दिन्छ। धेरैजनाले चाहिँ मलाई डेलिभरीमा कस्तो छ, डेलिभरीमा आउनु पऱ्यो म भनेर भनिरहेको थियो। डेलिभरीमा अब पहिला चाहिँ ठिकै थियो, अहिले त अब भन्न सकिनँ, किनकि अब मान्छे धेरै नै भयो क्या। मेरो पुरानो भिडियो हेर्न सक्नुहुन्छ। डेलिभरीमा मान्छे अब कस्तो छ र अहिले काम नपाएको। अनि इभन मै पनि फेरि पनि कम्पनी 3टा 4टा लगभग चेन्ज गरिसकेँ। डेलिभरीमै गरिरहेको हो, मैले पनि कम्पनी मात्रै चेन्ज गरेको हो। त्यही गाइज, सी यु इन नेक्स्ट भिडियो। डोन्ट फर्गेट लाइक, सेयर एन्ड सब्सक्राइब। अनि साइडमा रहेको बेल आइकनलाई पनि बजाउनु होला, घन्टीलाई नि बजाउनु होला, घन्टालाई नि बजाउनु होला। जे मन लाग्छ त्यही बजाउनु होला। मन लागि बजा, नमन लागि भनेर चाहिँ त्यही हो। अर्को कुरा चाहिँ सी यु इन नेक्स्ट भिडियो। बाई।